हेलो साथीहरू, वेलकम छ मेरो भिडियोमा। हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। मैले चाहिँ आज धेरै दिनपछि भिडियो लिएर आएको छु, किनभने मोबाइल चाहिँ अलि खराब थियो, बिग्रेको थियो। त्यसको कारण चाहिँ मैले भ्लगहरू चाहिँ अलि छिटो ल्याउन पाइरहेको थिएन। अब चाहिँ कन्टिन्यू हुन्छ। मोबाइल पनि बनाएर ल्याइसकेको छौँ। अनि मैले चाहिँ भिडियो बनाउँदा चाहिँ यहाँ नानीले नमानेर चाहिँ मसँग मेरो प्यारी छोरी छिन्। नानी हेलो भनिदेऊ न, हाई भनिदेऊ। नानीले रिसाइरहेको छ। नानी चाहिँ धेरै टाढादेखि चाहिँ गिफ्ट आएको छ। त्यो गिफ्ट चाहिँ मलाई चाहिँ 10-12 दिन पहिले नै पठाउनु भएको थियो उहाँहरूले चाहिँ। अनि आज बल्ल मेरो हातमा चाहिँ त्यो गिफ्ट परेको छ, आएको छ, मतलब कि मैले पाएको छु। अनि त्यो गिफ्ट चाहिँ के हो र कसले पठाएको, कहाँदेखि आयो भनेर चाहिँ हजुरले त्यो थाहा पाउनको लागि चाहिँ हजुरले भिडियो चाहिँ अन्तिमसम्म हेर्नुपर्छ। अनि मेरो भिडियोहरू चाहिँ इन्जोय गर्नु होला, अनि सपोर्ट पनि गर्नु होला है साथीहरू। गिफ्ट चाहिँ यो हो साथीहरू। 10-12 दिनपछि चाहिँ बल्ल यो गिफ्ट चाहिँ मेरो हातमा परेको छ। अनि Apunka moms. मेरो छेउको चाहिँ भिडियो बनाउँदा मेरो छेउको छिटो खोल। छोरी यता हेर। वाउ, के हेरेको छोरीले? हेलो भन न सानो। चाहिँ यो गिफ्ट खोल्नको लागि चाहिँ बुवा आमा पनि हुनुहुन्छ। देखाइदिनु, बुवा आमा हुनुहुन्छ, अनि नानी, अनि यता मेरो बुढो पनि बस्नु भएको पछाडि क्यामेराम्यान चाहिँ बाजे पनि हुनुहुन्छ। बाजे त टिभी हेरिराख्नु भएको छ, त्यही भएर आउनुभएको छैन। हामी चाहिँ यो खोल्छौँ है साथीहरू, लास्टसम्म हेर्नु होला। अनि भिडियो कलमा चाहिँ यता नानी हुनुहुन्छ। हाई भन्दैछ है। यता नानीले पनि हेरिराख्नु भएको छ है। मजाले बसेर हेर्ने। यो त खोल्ने है। कहाँ सानो यो के हो? त्यसो चाउचाउ। नानीलाई त हतार भइसक्यो खोल्नु। नानी भन्दा पहिले ल खोला छोरीले खोला। ल खोला नि त, खोला। त्यो चाउचाउ खाँदै छ उसले चाहिँ। भन्दा पहिले यहाँ हाम्रो घरको सबभन्दा ठुलो मान्छे निकालिसक्नु भएको छ है साथीहरू। मन पराउ त आनदेखि। खैदिउ छोरी के हो? खैदिगाएर त यही बाटो हो क्या साथी? छैन त खाली डब्बा। वाउ भन है छोरी है। हेर्न सक्नुहुन्छ साथीहरू, मोबाइल हो। गिफ्ट चाहिँ मोबाइल आएको थियो मलाई चाहिँ। खासमा भन्नुपर्दा चाहिँ हेर्न सक्नुहुन्छ मोबाइलको चाहिँ चार्ज। यो मोबाइल चाहिँ मलाई कसले पठाइदिएको भनेपछि चाहिँ मेरो नन्दा र मेरो भाइले चाहिँ मिलेर पठाइदिनु भएको मलाई स्पेसल गिफ्ट। त्यो पनि जापानदेखि। हेर्न सक्नुहुन्छ।
एकदम धेरै खुसी छु। थ्याङ्क यू सो मच नानी। अनि मेरो भाइलाई चाहिँ अनि यही हो मैले चाहिँ 12 दिनपछि पाएको चाहिँ यो गिफ्ट है। 12 दिनभन्दा पहिले पठाइदिनु भएको थियो। 12 दिनपछि बल्ल ठाउँमा आइपुग्यो। मोबाइलले चाहिँ मेन मान्छेलाई भेटाइसक्यो। फाइनली नानी मैले चाहिँ मोबाइल पाएँ है। थ्याङ्क यू सो मच नानी। अब के भनौँ, अब भन्नुलाई कुनै शब्द नै छैन अब। बुझ्नु अब आफै। भाइ चाहिँ कलमा आउन पाएन किनभने उसको अब नाइट ड्युटी छ, त्यही भएर चाहिँ ऊ हामीसँग मलाई उसको सोल्टिनासँग चाहिँ जोइन हुन पाएन। भाइलाई पनि धेरै धेरै थ्याङ्क यू सो मच। अरू त के नै भन्नु अब। तपाईँ दुईजनालाई धेरै धेरै धन्यवाद। सोल्टिनाले चाहिँ मिलेर प्लानिङ गरेर चाहिँ मलाई गिफ्ट पठाइदिनु भएको थियो। अब मैले चाहिँ अनि तपाईँ दुईजनाको लागि भन्नको लागि कुनै शब्द रहेछ। यति धेरै माया, यति धेरै साथ सपोर्ट दिनुभएको छ। यस्तै सधैँभरि यस्तै पाइरहौँ घर फ्यामिली। अब बाहिरको त के भन्नु, त्यस्तै हो। र थ्याङ्क यू सो मच नानी। अब नानी चाहिँ उता पनि अब 1 बजिसक्यो। अब उहाँ पनि सुतिसक्ने यतिखेर निन्द्रामा घुस परिसक्ने हो। अब के गर्नु, अब मेरो लागि भनेर चाहिँ अहिलेसम्म बसिराख्नु भएको छ। भाइ आउनु पाएन। दुईजनालाई धेरै माया मिठो सम्झना भन्दै म बिदाई हुन्छु ल है नानी। नन्द र भाइले चाहिँ दुईजनाको प्लानिङ थियो। यो मोबाइल चाहिँ मोबाइल पठाइदिने प्लानिङ चाहिँ दुईजनाले नै गरेर चाहिँ मलाई पठाइदिनु भएको। थ्याङ्क यू सो मच। अनि अरू त के नै भन्न सक्छु र गिफ्ट चाहिँ जापानदेखि आएको थियो। मेरो नन्द र भाइले चाहिँ पठाइदिनु भएको थियो। त्यही हो, हजुर थाहा पाइसक्नुभयो गिफ्ट कहाँदेखि कसले पठाएको र के आएको थियो भनेर चाहिँ। यति नै हो साथीहरू। भिडियो कस्तो लाग्यो हेरेर मलाई धेरै माया गर्नुहोला, सपोर्ट गर्नुहोला। ओके बाई बाई। अर्को भिडियोमा भेटौँला।